America is, I think, one of the biggest cruel. They have the biggest, largest factory farms. But there are people like us there who are fighting against it. So जहाँ जहाँ क्रुअल्टी छ त्यहाँ मान्छेहरू पनि छ कि जनावरलाई बचाउँ माया गर्ने मान्छेहरूले अलिकति इट्स अल ओभर द वर्ल्ड म नेपालमा मात्रै क्रुअल्टी छ भन्दै भन्दिनँ तर नेपालमा चाहिँ कस्तो छ भने अरू देशमा कानुनले त छ हामीलाई त केही छैन काम गर्ने चिजै छैन एउटा सानो कानुन छ अहिले 3 महिनासम्म एनिमल अब्युजरलाई जेल हाल्नु पाउँछ भनेर बल्ल बल्ल हाम्रो आई थिङ्क एउटा कोडमा आछ होइन तर त्यसलाई स्ट्रङ बनाउनु पऱ्यो कि इफ आई झुन्डाउ माई डग एन्ड किल इट 3 months इज इनफ त्यो मान्छेको मानसिकता कस्तो हो त जसले चाहिँ कुकुर झुन्डाएर कुटेर ढुङ्गाले हानेर मार्छ त्यसलाई त कोच्नु पऱ्यो नि जेल मैले तपाईँलाई मारेँ भने म 20 वर्ष जेल जान्छु त्यो जनावर हो भनेर 3 महिना के सिकाइरहेछौँ गढीमाईमा जानुहोस् आइम नट सेङ गढीमाई ओन्ली एनिमल सेक्रिफाइसकै कुरा गरौँ न मन्दिर जान्छौँ हामी के को लागि शान्ति पिस म पनि हिन्दू हो आइम स्टन्च हिन्दू एन्ड आइम अ प्राउड हिन्दू बट हामीले हिन्दुइजमै बुझेको छैन हामी मन्दिरमा देवीले रगतै खानुपर्छ रगतै काट्नु स्टडी नि त अलिकति रिलिजनले खासमा के भन्छ कहिले पनि मारकाट गर भन्दै अहिंसा परमो धर्म भन्छ कि अनि when I wrote ahimsa paramo dharma once in my Facebook, someone said, but there's a following sentence which also said, himsa tatvatta cha भन्ने के after that. त्यो भने के righteous killing is right भनेको. Is it righteous to kill an animal who can't speak? If I'm defending someone and I kill someone, my religion says it's fine if I'm defending the defenseless and I kill someone in that process. कहिले गर्नुपर्छ वाजमा पहिले तर त्यो जनावरलाई मारेर आफ्नो पाप धुने काम चाहिँ नगर. सो म त हाम्रै रिलिजन भित्रको कुरीतिहरू छन् नि ट्रेडिसन्स जुन समटाइम्स सती गयो नि त. Animal sacrifice can also go. Hinduism is so beautiful. You can interpret it how you want. And it's a beautiful religion which says like respect all beings. सबै प्राणीलाई उ गर. त्यो सिक्न पर्यो के not the मारकाट. एजुकेसन सिस्टमबाटै सुरु हुनु पर्यो बुझाउनु पर्यो हिन्दुइजम भने के हो हाम्रो होइन काटेन भने त हाम्रो बलिदिएर हामीले कति जमाना भइसक्यो कसरी नदिने हामीलाई के होला त्यो सबै इट्स इन योर माइन्ड हाउ क्यान यु किल एन इनोसेन्ट एनिमल एन्ड गेट धर्म सो क्वेसन गर्नु पर्यो कि स्टडी गर्नु पर्यो क्वेसन गर्नु आफ्नै मोटिभ्सलाई क्वेसन गर कि म किन गरिरहेको छु यो म मन्दिर गएर एउटा त्यो बोकालाई घिसारी लगेर त्यसलाई त्यो देवी माताले रगत खान्छ बुझ न के हो यो कुरा उठाउँदा धेरै कन्ट्रोभर्सी भएको थियो कि भाइ तर